अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने यो त हाम्रै हातमा छ नि। देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलको सबैभन्दा ठुलो नेता भनेको देशको सबैभन्दा जिम्मेवार मान्छे हो। त्यो जिम्मेवारीको महसुस मलाई छ। म यहाँ उभिएर तपाईँलाई भन्न सक्छु कि मेरा कारणले तपाईँहरूको शिर झुक्दैन। म ग्यारेन्टीका साथ, म प्रतिबद्धता साथ भन्न सक्छु। अन्जानमा मबाट कुनै गल्ती कमजोरी भएछन् भने म राजनीतिक रूपमा त्यसलाई सच्याउने, त्यसबाट क्षमा याचना गर्ने र पुनः तपाईँहरूको शिर फेरि पनि उठाउने जमर्को गर्ने प्रतिबद्धता व्यक्त गर्न सक्छु। 21 सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नको निमित्त मेरो मात्र हस्ताक्षर बाँकी राखिएर प्रस्ताव पनि आएको थियो। भइदिउँ न त भन्दाखेरि त्यति गाह्रो पनि थिएन। तर त्यतिखेर एउटै चिज दिमागमा आयो कि यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा यो कहाँ जान्छ? म भइ नै हालेछु भने 2 महिना, 4 महिना, 6 महिनाको प्रधानमन्त्री बन्थे होला। धेरै नै धेरै भयो, त्यो सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला। तर देशले यत्रो आन्दोलन गरेर बसेको थियो, देशले यत्रो परिवर्तन गरेर बसेको, देशले यस्ता होनहार मान्छे गरेर बसेको थियो। मसँग त्यो अधिकार थिएन। म अग्रपङ्क्तिमा जान्छु होइन, शहीद चाहिँ मैले हुन पाउनुपर्छ भनेर म शहीद हुन्छु, म अग्रपङ्क्तिमा जान्छु भनेर झगडा पर्दथ्यो अरे। मैले त्यो नीति, त्यो विचार, त्यसको कुनै इन्डोर्समेन्ट गर्न खोजेको होइन, तर त्यो तहको प्रशिक्षणको कुरा गर्न खोजेको हो। मैले त्यो प्रशिक्षण मुलुकको हितका लागि, देशको हितको लागि, जनताको हितका लागि, समानताको लागि, लोकतन्त्रको लागि, नागरिकको जनजीवन उकास्नको लागि, राष्ट्रको पक्षमा भयो भने त्योभन्दा ठुलो प्रतिबद्धता के, त्योभन्दा ठुलो प्रशिक्षण के? म कुनै पार्टीको नीति विचारको कुराकानी यहाँ गरिरहेको छैन, त्यो तहको कुराकानी गरिरहेको छु जहाँ आफ्नो नेतृत्व, आफ्नो नीतिका लागि मानिसहरू भन्दछन् कि पहिला म। तर दुःखका साथ भन्नुपर्छ, हाम्रो मात्र होइन, कुनै पनि राजनीतिक दलमा अलिकति गहिरो ढङ्गले लागौँ, अलिकति नीति विचारमा काम गरौँ, अलिकति सिद्धान्तनिष्ठ भएर काम गरौँ भन्ने कुराको सिङ्गो समाजले अभाव महसुस गरेको कुरा सत्य हो। नेतृत्व चुनाव केन्द्रित, नेता चुनाव केन्द्रित, पद केन्द्रित हुँदै जाँदा त्यसको प्रभाव समाजमा परेको छ। आज हामी समाजमा यो भएन, त्यो भएन भनेर कति धेरै गुनासोहरू गर्छौँ नि, त्यो प्रभावै प्रतिबद्धताको प्रभाव हो। हामी प्रतिबद्ध छैनौँ। मैले आफूलाई सेन्टरमा राखेर भन्न खोजेको होइन, तर परिस्थितिले, जिम्मेवारीले पार्टीको सभापति भइसकेपछि मैले कतिपय कुराहरू, आफ्ना अनुभवहरू, यस्ता कुराहरू सुनाउँछु। म यहाँ हलमा भएका तपाईँ साथीहरूको योग्यता, क्षमता, विज्ञता, अनुभवलाई कयौँ साथीहरूलाई म कहिल्यै चुनौती दिन सक्दिनँ। प्रकारान्तरले, समय र परिस्थितिले मलाई तपाईँको सभापति बनायो, तर सभापति बन्दैमा म तपाईँभन्दा जान्ने